हेलो फ्रेन्ड्स, गुड इभिनिङ। यो चाहिँ हो अहिले हामी जहाँनिर बसेको छु होमस्टे त्यसको छत हो। अन्त यहाँ चाहिँ हामी लुगा उठाउनु गएको। सो मैले फ्लाइटको चाहिँ भिडियो गरेको, ल्यान्ड हुँदै गरेको। अन्त यो चाहिँ हो दिल्ली उयो के अरे कश्मीरी गेट। यहाँ चाहिँ हामीहरू पर्खिँदैछु। हाम्रो चाहिँ आज अमृतसर जाने प्लान भयो अचानक। सो जाँदैछु हामी अमृतसर। तपाईँहरूलाई पनि यसो देखाइदिएको नि होइन। त्यहाँदेखिको हेर्नुहोस् यहाँ हाम्रो नानी यहीँनिर बस वेट गर्दा गर्दा उसलाई निन्द्रा लागिसक्यो पुरा हो। अहिले चाहिँ रातिको 11 बजी यो चाहिँ बस चाहिँ पुरा लेट। अन्त हेर्नुहोस् यो चाहिँ हो पन्जाब अमृतसर पुग्नु आँटेको छ। अन्त यसो हुँदो रहेछ हेर्नुहोस् ल। यता चाहिँ कस्तो राम्रो खेतै खेत हो। खेतको चाहिँ एकदम राम्रो देखेको नि। अब यो चाहिँ अब रियलमा चाहिँ पुरा राम्रो देख्दै थियो, तर भिडियोमा चाहिँ अब यतिको देखेको हो यो चाहिँ हो, नत्र भए चाहिँ रियलमा दामी थियो। अन्त हेर्नुहोस् ल, यो चाहिँ हाम्रो बस हो। यस्तो छ हो। अन्त यहाँ बस्नु भएको छ। यहाँ चाहिँ हाम्रो नानी सुतिरहेको छ। बिहानको 8 बजेको हो यो चाहिँ हो, 8 बजेको हो यो चाहिँ। अन्त अब हामी चाहिँ 9 बजी पुग्छु भन्दैछ। सो अहिले हामी पुगेँ। अन्त हामी यो चाहिँ अटोमा चढेँ। अटोमा चढेर अब हामी जाँदैछौँ हाम्रो होटेल। सो हामीले चाहिँ हिजो नै राति नै होटेल चाहिँ बुक गरिसकेको थिएँ। सो अहिले हामी जाँदैछु होटेल। अन्त यहाँ हेर्नुहोस् हाम्रो नानी उठेर बसिरहेको छ मजाले। अन्त जाँदा जाँदा बाटोमा चाहिँ यो मन्दिर रहेछ। यो पनि उयो अरे ठुलै अरे मन्दिर हो। अटोवाला अङ्कलले भन्नुहुँदैछ हामीलाई यो चाहिँ यस्तो हो। अन्त यो मन्दिरको चाहिँ ठिक्कै पछाडि चाहिँ हाम्रो होटेल छ। त्यो होटेलबाट चाहिँ हाम्रो उयो गोल्डन टेम्पल चाहिँ वकिङ डिस्टेन्समा 15 मिनट लाग्छ। 15 मिनटभन्दा पनि कम्ती लाग्दो रहेछ हो। अब नानीसँग 15 मिनट। अन्त यो चाहिँ हाम्रो होटेलको रुम, तर यो चाहिँ हामीलाई जस्ट फ्रेसअप गर्नु लागि मात्रै दिएको हो, किनभने हाम्रो रुम उता सफा हुँदैछ अरे। सो त्यहाँ पनि भिडियो गरौँ भनेको छु, तर भिडियो गर्नु भ्याउँछु कि भ्याउँदिनँ थाहा छैन हो। सो यो होटेल चाहिँ एकदम राम्रो रहेछ है। अन्त यो चाहिँ पन्जाबी निवास रहेछ हो। कस्तो दामी बजारमै रहेछ। राम्रो एकदम राम्रो फेसिलिटिजहरू पनि राम्रो रहेछ हौ। अन्त यहाँ हेर्नुहोस् ल, हामी चाहिँ पुगेँ। अब यसरी पानी हुँदो रहेछ। यसरी पानीलाई उयो गरिकन आफै खुट्टा धोइकन जाने भित्र। सो फिलहाल अहिले हामी भित्र पनि पस्यौँ। हेर्नुहोस् हो तपाईँहरूलाई देखाइदिएको नि। अन्त यहाँ हेर्नुहोस् ल, माछा पनि कस्तो थियो, ठुल्ठुलो माछा हो। क्या दामी थियो नि, अब क्या राम्रो देखेको। अन्त यस्तो देख्नुभयो, त्यो चाहिँ उतापट्टि थियो, यो चाहिँ यतापट्टि। अन्त अब हामीले फोटो खिचेँ। एक दुईवटा फोटोहरू पनि खिचिहालेँ। यहाँ चाहिँ फोटोहरू एकदम लुकेर खिच्नुपर्ने रहेछ। फोटोजहरू एकदम एलाउ छैन रहेछ, खिच्नु दिँदैन रहेछ हो। खिच्यो भने पनि किन अब चाहिँ अब हात जोडेर खिच्नुपर्ने रहेछ। अन्त मात्रै दिने अरे फोटो खिच्नु कि। अन्त सो हामीले चाहिँ यसरी खिचेँ। अन्त मेरो नानीले पनि हात जोडेको अरे। ऊ चाहिँ एक्साइटेड थियो एकदम बेसी खुसी हो। सबसे बेसी खुसी भनेको चाहिँ मेरो छोरी नै थियो हो। अन्त हुन्छ फ्रेन्ड्स, आजको लागि यति नै हो। सो भिडियो राम्रो लाग्यो भने सब्सक्राइब र लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् न ल। बाई बाई।